किन सानो गाउँमा एउटै व्यक्तिले धेरै काम गर्नुपर्छ तर ठुलो सहरमा मानिसहरू स्पेसिफिक काममा एक्सपर्ट्स हुन्छन् त? यसको आन्सर एडम स्मिथले वेल्थ अफ नेसन्सको च्याप्टर 3 मा दिन्छन्। स्मिथ भन्छन् डिभिजन अफ लेबर अनलिमिटेड हुँदैन, यसको लिमिटेसन हुन्छ र यो लिमिटेसन हो एक्सटेन्ड अफ द मार्केट। जब मार्केट सानो हुन्छ डिमान्ड कम हुन्छ, डिमान्ड कम हुँदा धेरै उत्पादन गर्नुको अर्थ हुँदैन, त्यसैले त्यहाँ स्पेशलाइजेसन एक्सपान्ड गर्न सकिँदैन र एउटै व्यक्तिले धेरै काम आफै गर्नुपर्छ। तर जब मार्केट ठुलो हुन्छ डिमान्ड बढ्छ, डिमान्ड बढ्दा प्रोडक्सन र स्पेशलाइजेसन पनि बढ्छ। त्यसैले प्रोडक्टिभिटी केवल मानिसको मेहनतमा मात्र भर नभई मार्केट स्ट्रक्चरमा पनि निर्भर गर्छ। ट्रान्सपोर्टेसन, कमर्स र ट्रेडले बजार विस्तार गर्छ, जसकारण गुड्स र प्रोडक्ट्सहरू टाढासम्म लैजान सम्भव हुन्छ। इतिहास हेर्दा पनि धेरैजसो सिभिलाइजेसन्सहरू नदी र समुद्र नजिक विकसित भएको पाइन्छ वाटर ट्रान्सपोर्टले गर्दा। त्यसैले एउटा राष्ट्रको इकोनोमिक प्रोग्रेसलाई बुझ्न प्रोडक्सन कति भयो भनेर हेर्नु पर्याप्त हुँदैन, मार्केट्स कति ठुलो छ र ट्रेड कति सजिलो छ भन्ने कुरामा पनि भर पर्छ। यसरी मार्केट्सहरू जति ठुलो हुँदै जान्छन् एक्सचेन्ज पनि त्यति नै कम्प्लिकेटेड हुँदै जान्छ। बार्टर सिस्टम यस्तो कम्प्लेक्स इकोनोमीको लागि पर्याप्त हुँदैन, त्यसैले मानिसहरूले मूल्य र एक्सचेन्जको नयाँ उपायहरू खोज्न थाल्छन्। च्याप्टर 4 मा हामी ओरिजिन एन्ड युज अफ मनीको विषयमा डिस्कस गर्नेछौँ। फर मोर इन्साइट्स प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल।